Hello everyone and welcome back to Chill Germany. It's me विशाल. आज चाहिँ हामी एकदमै हाम्रो जर्मन कम्युनिटी अथवा नेपालबाट जर्मन आउन चाहनेहरुमध्ये एकदमै भनौं न हट टपिक अथवा धेरैजनालाई इन्फर्मेसन नभएको इन्फर्मेसन ग्याप भएको अथवा सबैजनालाई स्क्याममा फस्न सक्ने अथवा यो थोरै इन्फर्मेसन भएको कारणले गर्दाखेरि गाह्रो पर्ने टपिकको बारेमा कुरा गर्न गइरहेको छौं. सो यो भिडियो सिरिज चाहिँ छ एज यु माइट हैव अलरेडी सीन इन टाइटल ausbildung को बारेमा. सो इट्स अल अबाउट ausbildung. सो आजको यो भिडियो दिस पर्टिकुलर भिडियोमा चाहिँ म जेनरली ausbildung भनेको के हो, ausbildung किन गरिन्छ, ausbildung मा के हुन्छ र तपाईले ausbildung गर्नलाई जेनरली माथिबाट हेर्दा फर्स्ट लुकमा के चाहिन्छ भन्ने कुरा गर्न गइरहेको छौं. सो अफ कोर्स यो प्लेलिस्टमा हामी अब नेक्स्ट स्टेपहरु पनि हाल्ने नै वाला छौं. सो आज चाहिँ कुरा गरौं ausbildung को बारेमा. सो लेट्स गेट स्टार्टेड. अब कुरा गरौं के हो ausbildung. सो ausbildung भन्दा चाहिँ नेपालमा हाम्रो नेपाली इक्विभ्यालेन्टमा चाहिँ नेपालमा सिटिभिटी को टेक्निकल डिप्लोमा भनेर बुझ्छौं नि हामी. सो बेसिकली हामीले रफली सोच्दाखेरि त्यसरी नै सोच्दा हुन्छ. सो इट्स टेक्निकल डिप्लोमा. तपाईले रियल लाइफ स्किल्सहरुको लागि चाहिँ भनौं न अब प्र्याक्टिकल स्किल्स पनि जुन अकुपेसनमा लेट्स से एभ्री अकुपेसन बार्बर देखि लिएर गार्डनर देखि लिएर नर्सिङ प्र्याक्टिसनर देखि लिएर लेट्स से इन्डस्ट्रीमा अब प्रोडक्सन वर्कर देखि लिएर मेकाट्रोनिकर देखि लिएर सबै थोकमा इभन हाम्रो जर्मनीमा चाहिँ एज अ डुअल ausbildung भनेर एटीसी सम्मको पनि ausbildung हुन्छ. सो बेसिकली रियल वर्ल्डमा चाहिने प्र्याक्टिकल स्किल चाहिने जब्सहरु अथवा प्र्याक्टिकल स्किलहरु चाहिने अकुपेसनलाई चाहिँ एउटा ट्रेनिङ प्लस पढाउने गरेर कम्बाइन गरेको कोर्स नै हो ausbildung. सो तपाईले त्यसरी सोच्दा हुन्छ. अनि नेक्स्ट भनेको चाहिँ ausbildung कहाँ हुन्छ, कसरी हुन्छ र कसको लागि हुन्छ भन्ने कुरा गर्दाखेरि चाहिँ जस्ट बेसिकली तपाईले अब 12 पास गर्नुभयो अथवा तपाई राइट आउट द स्कुल हुनुहुन्छ. अब मलाई चाहिँ आई डोन्ट वान्ट टु गेट माइ सेल्फ इन्टु अ लट अफ थ्योरीज. मलाई चाहिँ एकदम ह्यान्ड्स अन एक्सपिरियन्स. लेट्स से म चाहिँ कुनै पनि एउटा टपिकमा अथवा कुनै पनि एउटा अकुपेसन लेट्स से कार्पेन्टरमा चाहिँ पहिला म थ्योरी सिक्न चाहन्छु. सो थ्योरी सँगसँगै मैले चाहिँ आफ्नो स्किल रियल वर्ल्ड प्र्याक्टिकल स्किल पनि इम्प्रुभ गर्दै गर्दै गएर एट द एन्ड अफ माई स्टडिज आई वान्ट टु जस्ट गेट इन्टु द इन्डस्ट्री विथ इनफ नलेज सो द्याट आई क्यान गो बाई इन माई प्रोफेसनल भनेर सोच्नुहुन्छ भने चाहिँ ausbildung त्यस्तो पर्सपेक्टिभमा चाहिँ एकदमै पर्फेक्ट डिग्री हो. सो तपाईलाई ausbildungमा बेसिकली एक महिना स्टडी लेट्स से फर एक्जाम्पल कोर्स स्टडी हुन्छ, थ्योरी हुन्छ भने अर्को महिना चाहिँ त्यही नै कोर्स स्टडी तपाईले अगाडि गएर इन्डस्ट्रीमा तपाईको आफ्नो कम्पनीमा चाहिँ मजाले ट्रेनिङ गराउँछ. सो पढ्ने सिक्ने पढ्ने काम गर्ने है त्यसरी नै गर्दै 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 तपाईले ड्युरेसन चाहिँ ausbildung को 2 इयर्स देखि अब इट डिपेन्ड्स है. कुनै कुनै ausbildung 2.5 हुन्छ भने जेनरली चाहिँ तपाईले 3 इयर्स को ausbildung हुन्छ भने सोच्न सक्नुहुन्छ. सो त्यो ड्युरेसनमा चाहिँ भित्रमा तपाईले सबै इन्टरमिंगल हुन्छ. सो तपाईको कोर्स हुन्छ, त्यसपछि सानोतिनो एक्जाम हुन्छ, टेस्ट हुन्छ, त्यसपछि तपाईले गएर इन्डस्ट्रीमा काम गर्नुहुन्छ. सो बेसिकली ausbildung भनेको चाहिँ जसलाई ह्यान्ड्स अन एक्सपिरियन्स एकदमै मलाई इम्पोर्टेन्ट छ. सो आई जस्ट वान्ट टु हैव अ स्किल द्याट विल हेल्प मी गो बाई इन द इन्डस्ट्री भनेर सोच्नुहुन्छ भने चाहिँ ausbildung तपाईहरुको लागि हो. सो त्यसपछि ausbildung ओके ठीक छ, ausbildung मा थ्योरी पनि सिक्यो, नलेज पनि सिक्यो. ओके द्याट्स मेक सेन्स. बट ब्याचलरसँग चाहिँ के डिफरेन्स छ भनेर तपाईलाई मनमा आइरा होला. सो ब्याचलर भनेको चाहिँ बेसिकली तपाईले सोच्नुहुन्छ नि यहाँ अब जर्मनीमा चाहिँ ब्याचलर पनि हल्का अब हाम्रो छुट्टै प्लेलिस्ट पनि छ. म ओभरभ्यूमा भन्दाखेरि थ्योरी पनि हुन्छ, प्र्याक्टिकल पनि हुन्छ ब्याचलरमा है. ल्याब्स भनेर हुन्छ है, प्र्याक्टिकल भन्दा नि ल्याब्स भनेर हुन्छ जसले चाहिँ तपाईलाई त्यो स्किल थ्योरी स्किल सेटलाई तपाईले गरेर देखाउनु पर्ने हुन्छ भने ausbildungमा चाहिँ तपाईले इन्डस्ट्रीमै काम गर्नु पर्ने हुन्छ. फर एक्जाम्पल तपाई नर्सिङको ausbildung गर्दै हुन्छ कुनै पनि हस्पिटलमा भने तपाईले हस्पिटलमै 2 महिना एउटा सर्टेन स्टेसनमा तपाईले गएर एज अ जनरल नर्सले नै जे काम गर्छ उनीहरुलाई एज अ नर्सिङ एसिस्टेन्ट तपाईले रियल कामै गर्नुपर्छ भने तपाईले ब्याचलरमा चाहिँ अब प्र्याक्टिकल ल्याब भइता पनि एज अ ल्याब वर्क जसरी गर्नुहुन्छ. सो ब्याचलर चाहिँ मोर बेस्ड अन थ्योरी भयो भने कि तपाईले फर द इन्डस्ट्रीमा गएर चाहिँ तपाईले थ्योरी र एक्सपिरियन्स चाहिँ त्यही कलेक्ट गर्न सक्नुहुन्छ भने ausbildung चाहिँ रियल वर्ल्ड नै तपाईले गर्दै गइरहेको छ है. अनि ब्याचलरमा चाहिँ तपाईले बेसिकली भन्दाखेरि माथि जान पनि हल्का अब बढी चान्सेस हुन्छ. मास्टर्स गर्ने, पीएचडी गर्ने, रिसर्च प्रोजेक्टमा जाने देखि लिएर हुन्छ भने ausbildungमा चाहिँ एउटा weiterbildung प्रोग्राम भनेर हुन्छ जसले तपाईलाई अब एप्रेन्टिसबाट मास्टर बनाउन हेल्प गर्छ. बुझ्नु तपाईले weiterbildung सक्नु भइसकेपछि तपाई एज अ मास्टर भनेर चिनिनुहुन्छ. सो लेट्स से मेकाट्रोनिकरको फिल्डमा छ भने कुनै पनि एउटा प्रोडक्सन हेड देखि लिएर एउटा डिपार्टमेन्टको हेड चाहिँ ausbildungबाट मास्टर गरेको weiterbildung गरेर मास्टरलाई राखेको हुन्छ. सो ausbildung र ब्याचलरमा त्यसरी कम्बिनेसन भयो. सो अब अर्को भनेको अब नेपालीहरुलाई लेट्स से यो चाहिँ अब एकदम
भ्रम पनि छरेको छ कन्सल्टेन्सीहरूले, भाइ तिमी जाने बित्तिकै पैसा दिन्छ कम्पनीले, तिमीले काम गरेर तिमी अरू देशमा गएर काम गरेर लेट्स से XYZ पैसा कमाउँछौ भने नेपालबाट तिमी औसपिलुङमा गयो भने त महिनामा 1.5-2 लाख मजाले जाने बित्तिकै कमाउँछौ, सो तिमी हामीलाई 8-10 लाख तिरेर तिमी त पैसा कमाउन जाने हो भन्ने भ्रम छरेको हुन्छ। औसपिलुङ भनेको कदापि पनि तपाईँ पैसा कमाउन आउने होइन, तपाईँ पढ्न आउने हो। तपाईँलाई कोर्समा तपाईँले पढ्नु पनि हुन्छ, सो रियलमा गएर काम पनि गरिरहनुहुन्छ। सो कामको चाहिँ त्यसमा तपाईँले एकदम फेयर होस् भनेर, स्टुडेन्टले हेल्प होस् भनेर चाहिँ कम्पनीले त्यो काम सघाइदिएको बापत, कम्पनीमा काम गरिदिएको बापत चाहिँ इन्टायर ड्युरेसनलाई नै एउटा भनौँ न स्यालेरी नै दिन्छ। सो त्यो चाहिँ पढ्ने पार्ट नै है। फेरि तपाईँहरू जहिले याद राख्नु कि तपाईँ पैसा कमाउन आएको होइन, औसपिलुङ भनेको पढ्नलाई हो है, मेन पर्पज पढ्ने हो। सो तपाईँले पढे बापत पनि तर त्यसमा तपाईँले हेल्प होस् भनेर काम पनि गरेकोले पैसा दिन्छ औसपिलुङमा। सो त्यो कुरा भयो औसपिलुङको कुरामा। अब नेक्स्ट भनेको ओके तपाईँले विशाल पढेको बापत अथवा पैसा नआए पनि एउटा सर्टेन पैसा त आउँछ, तर कति आउँछ भन्ने पनि क्वेसन तपाईँले मनमा आइरह होला। सो यो पनि डिपेन्ड गर्छ तपाईँको अकुपेसन टु अकुपेसन। लेट्स से अब भनौँ कुनै अकुपेसनमा 1200 देखि 1300 पनि हुन्छ भने कुनैमा चाहिँ 800 देखि 900 पनि हुन्छ। सो द्याट्स इन द एभरेज रेन्ज। लेट्स से 700-800 देखि 1300-1400 सम्म पनि हुन्छ। सो 1300-1400 चाहिँ मैले त देखेको छैन विशाल, मैले कसैले पनि खाएको चाहिँ सुनेको छैन भन्नुहुन्छ भने चाहिँ तपाईँले ATC को औसपिलुङमा चाहिँ एकदम वान अफ द हाइएस्ट पेइङ औसपिलुङ हो। सो ATC भनेको एयर ट्राफिक कन्ट्रोलर है, त्यो चाहिँ एउटा रेन्ज चाहिँ छ भनेर तपाईँलाई मैले भन्न खोजेको। सो नेक्स्ट भनेको ओके स्यालेरी त यति आउँछ। अब नेक्स्ट भनेको त्यसपछि के हुन्छ त है, औसपिलुङ सक्यो। सो औसपिलुङ सकेपछि तपाईँले राम्रो पर्फर्म गर्दै गर्नुभएको छ भने तपाईँले एउटा एक्जाम पनि लेट्स से नर्सिङको चाहिँ स्टार्टले नै एउटा एक्जाम लिन्छ है, तपाईँलाई रेकग्नाइज गर्न सर्टिफाइड गर्नलाई तपाईँले एउटा फाइनल एक्जाम दिनुपर्ने हुन्छ। सो तपाईँले एक्जाम पास गरेपछि चाहिँ तपाईँलाई एउटा जब सर्चिङ अपर्च्युनिटी पनि दिन्छ। सो नर्सिङको केसमा चाहिँ धेरै जस्तो तपाईँलाई पढाउने युनिभर्सिटी क्लिनिकदेखि लिएर अब हस्पिटलले आफै नै पनि तपाईँले जब अफर गर्छ भने तपाईँले अरू अकुपेसनमा नि सिम्पली आफूले पढेको र एक्सपिरियन्सको हिसाबमा तपाईँले अरूतिर नि सेम फिल्डमा जब गरेर एउटा स्टेबल इन्कमदेखि लिएर एउटा फुल टाइम वर्करमा चाहिँ सिफ्ट गर्न मजाले मिल्छ। सो गभर्मेन्ट अथवा जर्मन सोसाइटी अल्सो एक्सपेक्ट यु टु डु द्याट है। 3 वर्ष औसपिलुङ गर्ने सकेसम्म आफ्नो राम्रो रिलेसन बनेको छ भने कम्पनीले यहीँ बस भनेर तपाईँले जब अफर गर्छ भने, नभए पनि तपाईँले अरू कम्पनीमा नि अफकोर्स स्विच हुन मिल्यो एप्लाई गर्ने। किन भन्दा यु हेभ ह्यान्ड्स अन एक्सपिरियन्स, ल्याङ्ग्वेज पनि राम्रो हुन्छ नै। सो त्यसपछि तपाईँले अरूतिर स्विच गर्न पाउनुहुन्छ है। सो यो कुरा भयो अब स्यालेरी र बेसिकल आर्गुमेन्ट। अब के कुरा चाहिँ चाहिन्छ भन्नेमा चाहिँ टपिकमा कुरा गरौँ। सो औसपिलुङ जोइन गर्नलाई चाहिँ तपाईँले बेसिकली भन्दाखेरि 12 पास हुनुपर्छ। सो जर्मन ल्याङ्ग्वेजमा एटलिस्ट पनि तपाईँले B1 देखि B2 अझ सकेसम्म, त्योभन्दा पनि प्लस छ भने राम्रो। कुनै स्पेसिफिक है, थोरैमा चाहिँ B1 बाट नै मिल्छ है, नमिल्ने चाहिँ होइन। तर जेनेरली 90% अफ औसपिलुङमा चाहिँ B2 लेभलको ल्याङ्ग्वेज चाहिन्छ होइन। त्यसपछि तपाईँले त्यतिको डकुमेन्ट कलेक्ट गरेर मजाले इन्टरनेटमा आफै है, फेरि विशाल ओके मैले डकुमेन्ट कलेक्ट गरेँ, म कुन कन्सल्टेन्सी जान्छु भनेर कमेन्ट चाहिँ नगर्नु होला कृपया। तपाईँले आफैले सेल्फ एप्लाई गर्न मजाले सक्नुहुन्छ। यो हाम्रो प्लेलिस्टको मेन टार्गेट नै भनेको तपाईँले यसले सेल्फ एप्लाई कसरी गर्ने, के गर्ने भनेर देखाउनु नै हो। सो अब नेक्स्ट फर्दर भिडियोमा चाहिँ अब हामीले के चाहिँ गर्ने, अब स्टार्ट कहाँबाट गर्ने, के डकुमेन्ट सुरुमा हातमा हुनु पऱ्यो मसँग, त्यसपछि मैले यो नेक्स्ट स्टेप भनेको यो डकुमेन्टलाई के गर्ने, त्यसपछि कहाँ खोज्ने, केमा एप्लिकेसन सेन्ड गर्ने, कसरी एप्लिकेसन सेन्ड गर्ने, त्यसपछि के हुन्छ भनेर सबै एउटा स्टेप बाई स्टेप जसरी एउटा ओभरभ्यू नै है, एकदमै हाई डिटेलमा प्लेलिस्ट नै बनाउनेवाला छौँ। किन भन्दा यो भिडियो अलरेडी एकदमै लामो भइसक्यो होइन। सो यो भिडियोमा चाहिँ हामीले जस्ट ओभरभ्यू मात्र दिन खोजेको हो। सो नेक्स्ट भनेको अब फर्दर इन्फर्मेसन चाहिँ यही प्लेलिस्टमा तपाईँले मजाले पाउन सक्नुहुन्छ। सो आई थिङ्क इट गेभ यु अ सर्ट ओभरभ्यू अफ वाट इज औसपिलुङ होइन। त्यसपछि अब भिडियो हेर्दै गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अफकोर्स यु क्यान सब्सक्राइब एन्ड जोइन आवर कम्युनिटी। सो वी आर वर्किङ टु complete this playlist as soon as possible. I hope you guys had a fun त नभनौँ, एटलिस्ट केही इन्फर्मेसन पाउनुभयो होला। सो working together towards your chill Germany. Thank you.